र मलाई बेली भनेर पनि चिनिन्छ। म चाहिँ गीतल प्रतिष्ठानको तनहुँको चाहिँ सदस्य। म चाहिँ आमा भन्ने शीर्षकमा एउटा कविता आफ्नो प्रस्तुति राखिदिन्छु। धरतीबाट हेर्दा देखिने शीतल जुन हो मेरी आमा, धरतीबाट हेर्दा देखिने शीतल जुन हो मेरी आमा, सङ्घर्षबाट हेर्दा देखिने सफलता हो मेरी आमा। आसभित्र लुकेको मुस्कान हो मेरी आमा, दुःख सहेर पनि खुसी दिने छाया हो मेरी आमा। अँध्यारो बाटोमा उज्यालो साथ दिने, प्रत्येक पाइला पाइला सफलता बनाउने प्रेरणा हो मेरी आमा। आफू भोकै बसेर पनि अन्न खुवाउने, आफ्नो सपना त्यागेर हाम्रो भविष्य सजाउने देवी हो मेरी आमा। थाकेको बेला साहस दिने हात हो मेरी आमा, हार मान्न नदिने शक्ति र विश्वास हो मेरी आमा। मेरो साहससँगै बाँच्ने सपना हो मेरी आमा। धन्यवाद। अनि अर्को चाहिँ नयाँ वर्षको शुभकामना टाइपको छ। यसमा चाहिँ शुभकामना नै हो। यो चाहिँ नयाँ वर्ष 2083 आउँदैछ, त्यस कारणले गर्दा यसको चाहिँ शुभकामना स्वरूप चाहिँ मैले लेखेको भावनामा बगेर होइन। मेरा हरेक सङ्घर्षको नतिजा तिमीलाई मिलोस्, मेरो हरेक सङ्घर्षको नतिजा तिमीलाई मिलोस्, मेरा हरेक यात्राहरूमा गन्तव्य तिमीलाई मिलोस्। चुनौतीका ती पहाडहरू हाँसी हाँसी तोड्नु तिमी, हरेक तिम्रा लक्ष्यहरू खुसीमा मिलाउनु तिमी। साहसको अर्को नाम छ भने तिमी हुनु, सफलताको अर्को नाम छ भने तिमी बन्नु। पाइला पाइला सफलता तिमीले नै शिखर चुम्नु। सुस्वास्थ्यसँगै दीर्घायुको आशीर्वाद तिमीलाई मिल्नु। नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना सबै तिमीलाई मिल्नु। नयाँ वर्षको शुभकामना सबै तिमीलाई मिल्नु। धन्यवाद।